नमस्कार, यहाँहरूलाई ज्योतिष त्रिनेत्रममा हार्दिक स्वागत छ। ज्योतिष त्रिनेत्रममा आज हामी 8 नम्बरको विषयमा चर्चा गर्नेछौँ। 8 नम्बर भनेको शनिको नम्बर हो। अङ्क ज्योतिषमा 8 नम्बरलाई न्याय पनि मानिन्छ। 8 नम्बर भनेको कानुन पनि हो। 8 नम्बर भनेको ढिलो पनि हो। 8 नम्बर भनेको आफ्नो जीवनमा गरेका कर्महरूको फल पनि हो। यदि तपाईहरूको जन्म 8 गते, 17 गते र 26 गते हुन्छ भने तपाईहरुमा शनिको पूर्ण प्रभाव रहन्छ, शनिको पूर्ण कृपा रहन्छ र 8 गते जन्मिने मान्छेहरूलाई अथवा तपाईको नामाङ्कसँग, तपाईको भाग्याङ्कसँग, तपाईको मूलाङ्कले चाहिँ सपोर्ट गर्छ भने, सहयोग गर्छ भने तपाईको जीवनमा न्यायका कुराहरू चाहिँ एकदमै धेरै हुन्छन्। तपाई न्यायवादी खालको कुराहरू चाहिँ तपाईको जीवनमा धेरै आउँछन्। तपाईको जीवनमा अरूको उद्धार गर्ने, समाजसेवा गर्ने अथवा तपाईले चाहिँ अरूलाई चाहिँ सहयोग गर्ने, तपाईले गरिब, दुखी अथवा निमुखा यो खालको वर्गहरूलाई चाहिँ माथि ल्याउने अथवा उठाउने समाजसेवाको क्षेत्रमा तपाईले विशेष गरेर चाहिँ राम्रो भूमिका तपाईको रहन्छ 8 नम्बर राम्रो भएको अवस्थामा। यद्यपि 8 नम्बरको तपाईको नामाङ्क र भाग्याङ्कसँग तपाईको तालमेल मिल्दैन भने तपाईको जीवनमा चाहिँ धेरै परिश्रम गर्नुपर्ने, धेरै तपाईले दुःख गर्नुपर्ने, तर मेहनत अनुसारको फल पाउनलाई तपाईलाई एकदमै गाह्रो बनाइदिन्छ। जीवनमा तपाईले जे कर्म गर्नुहुन्छ त्यो कर्ममा ढिला हुन्छ, त्यो कर्ममा सुस्ती हुन्छ। आज भोलि भन्दा भन्दै वर्षौं बितिसक्छ, तपाईको काम बन्दैन। तपाईले जीवनमा अन्यायका कुराहरू पाउनुहुन्छ। त्यो अन्याय तपाईले पाउँदा पाउँदै पनि त्यो चाहिँ अन्याय राख्नको लागि, न्याय राख्नको लागि अथवा अन्यायमा छु भनेर तपाईले कसैसँग राख्नको लागि त्यो ठाउँ पनि तपाईले पाउनुहुन्न। शनि भनेको हाम्रो 8 नम्बर अंग्रेजीको 8लाई जसरी हामी एउटा इन्फिनिटी भनेर भन्छौँ, यसको कुनै सुरु पनि छैन, अन्त्य पनि छैन। एउटै रेखामा यो चाहिँ तलमाथि गरिरहेको हुन्छ अथवा घुमिरहेको हुन्छ र यो 8 अङ्कको स्वभाव हो। त्यसैले शनि राम्रो भएको मान्छेहरूलाई सफलता 100% दिन्छ, ग्यारेन्टी नै सफलता दिन्छ, तर ढिलो दिन्छ। तपाईको जीवनमा तपाईले गरेको व्यापार, व्यवसाय, जागिर, रोजगार, तपाईको जे कर्महरू छन्, यो कर्महरूमा तपाईले गरेको क्षेत्रमा तपाईको जीवनमा पनि शनिको प्रभावहरू कम छ अथवा शनिको गुणहरू कम छ जस्तो लाग्छ भने तपाईले चाहिँ शनिबारको दिन व्रत गर्नुहोस्। शनिबारको दिन माछा, मासु, लसुन, प्याज अथवा अरूले चाहिँ हत्या गरेका, अरूको चाहिँ हत्या गरिएर तपाईको चाहिँ भरण पोषण गर्ने यो कामबाट टाढा रहनुहोस्, शुद्ध भोजन गर्नुहोस् र शनिबारको दिन तपाईले शनिलाई चाहिँ तेल दान गरिदिनुहोस्, तेल चढाइदिनुहोस्, तेल दान गर्नुहोस्। गरिबहरूलाई पनि तेल दान दिनुहोस्। तपाईले कालो छाता, कालो जुत्ता अथवा कालो वस्त्रहरू तपाईले चाहिँ दान गर्न सक्नुहुनेछ। ओम सं शनैश्चराय नमः मन्त्रको जप गर्न सक्नुहुनेछ। पिपलमा जल चढाउन सक्नुहुनेछ र शनिको लागि तपाईले नीलम पनि धारण गर्न सक्नुहुनेछ र तपाईको जीवनमा पनि यी कार्यहरू गर्दाखेरि तपाईको जीवनमा सफलता ल्याउने हुन्छ। शनिले तपाईलाई चाहिँ शुभ प्रभावहरू दिने हुन्छ। धन्यवाद।